एउटा यस्तो सपनाको बारेमा सोचौं जहाँ समानता छ, आशा छ। तर के हुन्छ जब त्यही सुन्दर सपना बिस्तारै बिस्तारै डर, नियन्त्रण र आखिरमा मृत्युको एउटा भयानक दुःस्वप्नमा बदलिन्छ? आज हामी यस्तै एउटा कहाली लाग्दो यात्रालाई नजिकबाट निहाल्दैछौँ र यो कथा सुरु गर्नुभन्दा पहिले यसको अन्त्य कति भयानक थियो त्यो एउटा आँकडाबाटै सुरु गरौँ। 918 ज्यान हो। गयानाको एउटा सुनसान जङ्गलमा एकै रातमा यति धेरै जीवन समाप्त भयो। तर यसलाई सिधै सामूहिक आत्महत्या भन्नु सायद गल्ती हुन्छ, किनकि सत्य त्योभन्दा पनि धेरै जटिल र डरलाग्दो छ। यो त एउटा यस्तो कथा हो जहाँ मानिसहरूलाई एक एक कदम गरेर जानी जानी विनाशको मुखमा धकेलियो। हो, यो कुनै एक दिनको पागलपनको नतिजा थिएन। यो त वर्षौंसम्म चलेको एउटा योजनाबद्ध प्रक्रियाको अन्तिम अनि सबैभन्दा दुःखद बिन्दु थियो। ल, आउनुहोस्, यो अध्यारो यात्रा कसरी तय भयो त्यसलाई चरणबद्ध रूपमा नै हेरौँ। सुरुमा हामी समानताको त्यो सुन्दर सपनाबाट कुरा सुरु गर्छौं, अनि कसरी परोपकार नियन्त्रणमा बदलियो, डरको मनोविज्ञानले कसरी काम गर्यो, त्यो झुठो स्वर्ग कस्तो थियो, अनि कसरी अन्त्यको लागि पूर्वाभ्यास गरियो र त्यो अन्तिम रात के भयो, यी सबै कुराहरूलाई केलाउनेछौँ। भनिन्छ नि, हरेक अँध्यारो कथाको सुरुवात कतै न कतै उज्यालोबाटै हुन्छ। पिपल्स टेम्पलको कथा पनि वास्तवमा एउटा सुन्दर सपना र एकदमै सकारात्मक सन्देशबाट सुरु भएको थियो। कुरा हो सन् 1950 को दशकको। अमेरिकाको इन्डियानामा जिम जोन्स नामका एक व्यक्तिले पिपल्स टेम्पल सुरु गरे। उनको सन्देश एकदमै सरल तर शक्तिशाली थियो। बाइबलको शिक्षा मान्ने, जातीय समानता कायम गर्ने अनि समाजका सबैभन्दा गरिब र पछाडि परेका मानिसहरूको अधिकारका लागि लड्ने। त्यो बेलाको अमेरिकामा जातीय भेदभाव कति थियो हामी कल्पना गर्न सक्छौं। यस्तो अवस्थामा पिपल्स टेम्पलले एउटा यस्तो ठाउँ दियो जहाँ सबै जातका मानिसहरूले बराबर सम्मान र आशा पाए। मानिसहरू जिम जोन्सको पछि भन्दा पनि त्यो सुन्दर विचारको पछि लागेका थिए। तर जब यो समूह क्यालिफोर्निया सर्यो, आशाको त्यो दियो बिस्तारै बिस्तारै निप्दै गयो अनि कथाले अँध्यारो मोड लिन थाल्यो। परोपकारको खोलभित्र नियन्त्रणको एउटा खतरनाक खेल सुरु भयो। बाहिरबाट हेर्दा त पिपल्स टेम्पल एउटा आदर्श संस्था थियो। गरिबलाई खाना खुवाउँथ्यो, असहायको सेवा गर्थ्यो, राजनीतिक रूपमा पनि एकदमै शक्तिशाली। तर बन्द ढोका पछाडिको वास्तविकता भने ठिक उल्टो थियो। सदस्यहरूले आफ्नो सबै सम्पत्ति दान गर्नुपर्ने, सानो गल्तीमा पनि सबैको अगाडि अपमानित हुनुपर्ने र जिम जोन्सप्रति पूर्ण मतलब अन्धो आज्ञाकारिता देखाउनुपर्ने नियम थियो। हो, यहाँनिर के भइरहेको थियो भने जुन धर्मले मानिसहरूलाई एक बनाएको थियो त्यही धर्म नै उनीहरूलाई बन्धक बनाउने हतियार बन्दै थियो। विश्वासको ठाउँ बिस्तारै नियन्त्रणले लिइरहेको थियो। अब यो नियन्त्रण शारीरिक मात्र थिएन, त्योभन्दा खतरनाक त मानसिक थियो। जोन्सले मानिसहरूको सोच्ने शक्ति नै खोज्नका लागि डरको मनोविज्ञानलाई एकदमै चलाखीपूर्वक प्रयोग गरे। यो कुनै सामान्य नियम थिएन, यो त व्यक्तिको पहिचानै मेटाउने एउटा प्रणाली थियो। सदस्यहरूलाई रातभरि चल्ने बैठकमा बस्न बाध्य पारिन्थ्यो, निदाउनै दिइँदैनथ्यो। श्रीमान, श्रीमती, आमा, बुवा र छोराछोरीलाई समेत एक अर्काबाट अलग राखिन्थ्यो। अनि बिस्तारै दिमागमा के भरिन्थ्यो भने टेम्पल मात्र सही हो र बाहिरको संसार हाम्रो दुश्मन हो। यो एउटा वाक्यले उनीहरूको दिमागमा एउटा ठूलो पर्खाल खडा गरिदियो। उनीहरूको स्वतन्त्र सोच लगभग समाप्त भयो। अब उनीहरू अलग अलग व्यक्ति रहेनन्, एउटै दिमागले चल्ने एउटा समूह बने। जब मिडिया र केही पूर्व सदस्यहरूले जोन्सको नियन्त्रणमाथि प्रश्न उठाउन थाले, उनले पूर्ण एक्लोपना र नियन्त्रणको लागि एउटा अन्तिम अनि सबैभन्दा खतरनाक कदम चाले। उनले आफ्ना लगभग 1000 अनुयायीलाई दक्षिण अमेरिकाको गयानाको जङ्गलमा लगे, जहाँ उनले जोनासटाउन भन्ने बस्ती बसाले। बाचा के थियो भने यो जातीय भेदभाव नभएको एउटा स्वर्ग हुनेछ, तर वास्तविकता नर्कभन्दा कम थिएन। बस्तीको चारैतिर हतियारदायी गार्ड थिए। मानिसहरूलाई दिनरात कठोर परिश्रम गराइन्थ्यो, खानाको अभाव थियो र लाउडस्पिकरबाट 24 घण्टा जोन्सको भाषण मात्र बजिरहन्थ्यो। त्यो वाचा गरिएको स्वर्ग वास्तवमा एउटा यस्तो जेल क्याम्प बनिसकेको थियो जहाँबाट भाग्नु लगभग असम्भव थियो। उनीहरू संसारबाट पूर्ण रूपमा काटिएका थिए। र त्यसपछि सुरु भयो कथाको सबैभन्दा डरलाग्दो अध्याय। अब जोन्सले आफ्ना अनुयायीहरूलाई मृत्युको लागि तयार पार्न थाले। जोन्सले व्हाइट नाइट्स नामको एउटा अभ्यास सुरु गरे। मध्यरातमा अचानक खतराको साइरन बज्थ्यो। सबैलाई एकै ठाउँमा भेला गरिन्थ्यो
अनि जोन्स घोषणा गर्थे कि बाहिरी संसारले हामीमाथि हमला गर्दैछ र सम्मानजनक मृत्युको लागि सबैले विष पिउनुपर्छ। सबैले त्यो पेय पिएपछि उनले भन्थे, नडराऊ, यो विष थिएन, यो त तिमीहरूको वफादारीको परीक्षा मात्र थियो। तर यो कुनै परीक्षा थिएन, यो त दिमागलाई तयार पार्ने एउटा प्रक्रिया थियो जसलाई मेन्टल कन्डिसनिङ भनिन्छ। पटक पटकको यस्तो अभ्यासले मानिसहरूलाई मृत्युको विचारसँग बानी पार्दै थियो। सामूहिक मृत्युको जुन अकल्पनीय विचार थियो त्यसलाई सामान्य र स्वीकार्य बनाइदै थियो। र अन्त्यतः त्यो दिन आयो जब त्यो अभ्यास वास्तविकतामा बदलियो। नोभेम्बर 18, 1978, त्यो दिन जब सबै कुरा समाप्त भयो। अमेरिकी सांसद लियो रायन जोन्सटाउनको अवस्थाबारे छानबिन गर्न त्यहाँ पुगे। केही सदस्यहरूले हिम्मत गरेर उनीसँगै भाग्न खोजे, तर उनीहरू विमानस्थल पुग्दा जोन्सका गार्डहरूले गोली चलाए, जसमा सांसद रायनसहित 5 जनाको हत्या भयो। यो घटनापछि जोन्सले आफ्ना अनुयायीहरूलाई जम्मा गरेर घोषणा गरे, अब फर्कने सबै बाटो बन्द भयो। त्यस रात अन्तिम व्हाइट नाइट सुरु भयो। साइनाइड मिसाइएको पेय तयार पारियो। सबैभन्दा पहिले सिरिन्ज मार्फत बच्चाहरूको मुखमा विष हालियो। त्यसपछि धेरै वयस्कहरूले बन्दुकको डर र दबावमा त्यो पिए। केही घण्टाभित्रै 918 जीवन समाप्त भयो। जोन्सटाउनको यो घटनाले पुरै संसारलाई स्तब्ध बनायो, तर यो बुझ्न एकदमै जरुरी छ, यो कुनै एक व्यक्तिको पागलपन वा एक रातमा भएको घटना थिएन। यो त वर्षौंसम्म पाइला पाइला गरेर बनाइएको एउटा विनाशकारी यात्राको अन्तिम बिन्दु थियो, जहाँ आशालाई हतियार बनाइयो र विश्वासलाई मृत्युमा परिणत गरियो। जोन्सटाउनको कथाले हामीलाई अन्धभक्ति, नियन्त्रण र शक्तिको दुरुपयोग कतिसम्म खतरनाक हुन सक्छ भन्ने कुरा सिकाउँछ। किनभने इतिहास ठ्याक्कै नदोहोरिएला, तर यसले दिने चेतावनीहरूलाई हामीले कहिल्यै बिर्सनु हुँदैन।